गाइस गुड मर्निङ। उठेमा आज त मस्त 10 10:30 भइसकेछ उठ्दाखेरि पनि। अनि टोइलेट गएर आएँ। अब माथि किचनमा जान्छु, हेरौँ के छ खानेकुरा, खामरौँ के गर्दैछन् सबजना, हेरौँ। आज भिन्डीको तरकारी अनि पछि गडबेलाको अचार बनाएको रहेछ, तलै कोठामै ल्याएँ, खान्छु अनि सुत्दिन्छु। खानासाना पनि खाएँ। बहिनीले चप र चिप्स ल्याएर चाहिँ अब यो नै खानुपर्छ, चप र चिप्स खाने। अनि त्यसपछि एकछिनमा अब रेडी भएर जानुपर्छ, किनकि आज 3 बजीदेखि ड्युटी छ। अनि 1:45मा गएन भने भ्याउँदैन। म त मस्त सुत्या थिएँ, यत्रो ठुलो पानी परेछ। अब कसरी जाने हो अफिस? ओ माई गड, बस पाउँदैन जस्तो लाग्यो। अब कत्रो पानी बनाएर जाने लगेर हो, मेरो कस्तो भयो भाङ्गो टिङ्गो। आज अब खतरनाक पानी पऱ्यो। मस्त इलायची ल्वाङ हालेर सेतो चिया खाएर जानुपर्छ जस्तो लाग्यो मलाई। ग्यास्ट्रिकलाई निमन्त्रण दिएर जान्छु म आज। कस्तो स्वार्थी मान्छे रहेछ। मलाई लाग्छ है पुयो पनि भिजे जहाँ लाग्छ। ओहो दाजु सुत्नु भएको? सकेन हाल्छु त्यहाँ पादेर तातो गर्नु पर्यो ओछ्यान अब। तातोमा गुस्नु के भन्छ है मम्मी? नागा चाहिँ मलले लाउने काटा लाउनु पर्यो, नत्र गनाएर मर्नु जस्तो हुन्छ। फेरि पोर्चुगलको म्याच छ नि भाइ आज। कहाँ? आज बेलुका स्पेनसँग। पानी आएछ स्पेनलाई हरुला जस्तो लाग्यो। हरुला त हराए त राम्रो हो। यो नखाइ त माथि के भन्दै छ? पोर्चुगलले हार्यो भने जर्सी नि कामै छैन। अब के भयो त हारे पनि? हारे भन्छ नि के त अर्कैको फ्यान हुन्छस् हो? अनि बनाउनु खाल्दा भर भाँदाको नि तिमीहरूले है। अनि दुईजना लड्यो भने बिहान म गाई सुत्दा गाई पनि लडे। हो म दुध पिलाएर आउँदा गाई मकै बारीमा पुगेको थियो। जे नि भन्छ मम्मी, गाई मकै बारीमा पुगेको हो भत्का खाँदै फुस्केर आमाले सोध यस्तो। मलाई चाहिँ नि हेर्न मात्रै पकौडाको भाँडा मात्रै राखेको छैन केही पनि मलाई चाहिँ। अब रेडी भएर अफिस जाने टाइम पनि हुन लागिसक्यो। पहिला चिया बनाउन जाऊँ, चिया खाऊँ, अनि त्यसपछि अफिस जानुपर्छ। भाइलाई बोलाऊँ पहिला। भाइ, ए भाइ यहाँ त। यसले बनाउँछ कि चिया, अनि त्यही भएर यसलाई बोलाउनु पर्यो। पानी परेर लुगाहरू चाहिँ सबै अब यहाँ टाल्ने हो। आउनुभयो महाराजजी। तँलाई टक्क पर चिया बनाउन आउँछ? आइज म सिकाइदिन्छु। अनि अर्कोचोटिदेखि मैले भाइ चिया बनाएर लिएर भन्यो भने चिया बनाउने है त। ओके। यसले वर्ल्ड कप सकिनुभन्दा पहिला त यो जर्सी फटाउनु भयो जस्तो। नआउनुहोस्। फर्स्टमा चाहिँ नि यो भाँडा निकाल्ने, दुध हाल्ने 3 डाडु। तनी खाने नानी ए आउँछ, मलाई नसिकाएकै छिन्। भयो। अब भयो क्या भयो। तनी खाने हो र? होइन अब छुट। अब पानी थाप्ने भयो। पानी दिएर न उता नगरेको नि यता गर्नु। कत्रो बनाएको एकैचोटि त्यत्रो बनाउने होइन नि। जे पनि 2000मा बनाउने क्या यसले। चिनी चियापत्ती आयो। त चाहिँ कफी खाने हो कि? तैँले अस्ति कफी खान्छु भने चाहिँ मेरो कोठाको होला खाने हो? मिलाइदिउँ।
कोल्ड कफी बनाइदिउँ तँलाई त्यसको? हुन्छ पुग्छ है चियापत्ती अलिकति मात्रै हाल्छु नि तेलमा बिजन चिनी चाहिँ धेरै खानु हुँदैन पाकालाई ल्याएर तेजपत्ता बस वहाँ तल लिएर नि त जा त्यसो भए म कोल्ड कफी बनाइदिँदै गर्छु भाइ चाहिँ तेजपत्ता लिन गयो म चाहिँ नि यसलाई कोल्ड कफी बनाइदिन्छु मेरो कोठामा एउटा प्याकेट थियो क्या एक्सप्रेसो सर्टको फ्लेभर्डवाला नि अनि त्यो खाने भनेको थियो तनी खाने हो अनि यिनीहरूले खानी भनिरहेको थियो म त एनिवे खाइहाल्छु पो अफिसतिर अनि यिनीहरूले खाने बनाएको थियो कुन उयो स्विट आइरिस क्रिमवाला यो यसको कोल्ड कफी बनाइदिन्छु यिनीहरूलाई सुगर हाल्नु पर्ने होला फेरि उनीहरूलाई मैले खाएँ भने त सुगर नहालिकन खान्छु बनाइदिनु कस्तो लाग्दो रहेछ फालिन्छन् होला तर तितो भन्दै चियामा चाहिँ मैले अदुवा अनि तेजपत्ता पनि हालिसकेँ अब यो एकछिन यत्तिकै उम्लोस् बिस्तारै आइज अब कोल्ड कफी बनाऊ फ्रिजबाट आइस निकाल त डिप फ्रिज के भयो के भयो अमै फ्रिज त के यस्तो खोलो दरवाजा ब्लड तो निकाल देना चल ड्याङ भएको त्यहाँ त खोलिन्छ पढ्थ्यो भने बेकारमा बाँच्छन् हामीले हाम्रो फ्रिजको मात्र हिउँ परेर छ हिउँ पर्यो चिसो भाइ कस्तो हात चाहिँ पुरै ठिरायो मेरो यत्रो धेरै आइस भएर चाहिँ राम्रोसँग खुल्दैन युना को खौफ क्या क्या कराती है ये दुनिया मार्ची आई भने मेरो चाहिँ नि चिया बनेर रेडी भयो खानुपर्छ अब अनि यिनीहरूको चाहिँ नि आइस बल्ल आइस निकालेर अब यही च्यात्ने अनि हाल्ने लाँदैसम्म भयो ल अब चाहिँ नि च्यात्यो ओए कस्तो दामी तिमीले खाँदैन होला यार राम्रोसँग राख्दै स्टेपले लगाएर राख्दिनँ हुन्थेन ल दुध हाल्ने हो यहाँ चिनी हालिकन हाल्ने फर्स्टमा नहाल्नु चिनी दुध हाल्ने कि पानी हाल्ने दुध ल अब चाहिँ नि दुध हाल्न जाऊँ हामी सबै सफा पार्यो मार्दैन ल दुधबाट खाने भयो टेस्ट लाने त पहिले फर्स्ट ट्राई आन्छ टेस्ट हानेर त हुन्छ चिनी हाल्नु पर्दैन अलिकति चिनी हाल्नु त पर्छ नहाल भाइ चिनी नहाले कि मिठो छ कसम हो युनालाई पहिला टेस्ट गरा त अनि मात्रै हाल्छ नि आएँ म चिया लिएर तल अब मुखसुख धोएर रेडी पनि हुँदै गर्छु किनकि 1:15 भइसक्यो ढिला हुन्छ फेरि मर्छन् मलाई रेडी भएर निस्किएँ म बसाइसक्यो लेलेमा फेरि अहिले छुट्छ बाटो पुरै चिप्लो छ बिस्तारै हिँडेर जानुपर्छ अब भोलि त अब डे अफ छ जाम आज चाहिँ नि भोलि त बिदा वाउ
मैले घरमा बेकारमा मेहनत गरेर चिया बनाएछु। यहाँ पुरै फ्री अनलिमिटेड चिया आइरहेको रहेछ। पुगेँ म अफिस ठ्याक्कै टाइममा। आज 55 भयो, बेलुका लाग्दा ठिक्क हुन्छ। पुगेँ म घर ठ्याक्क 1:10 गएँ। आज त अहिले चाँडै भयो यसो भन्दा। कोही सुत्यो तालेर पनि बल छ यहाँ, खुट्टा यस्तो छ। कस्तो सुतेछ, कस्तो के खाम लागेर किचनमा केही छ कि भनेर हेर्न आएको, केही छैन रहेछ। आएँ म कोठामा। अब चाहिँ नि सुतिहाल्छु किनकि भोलि डे अफ छ मेरो। अनि पछि कतै जाने ओर्ने प्लान बन्न सक्छ। त्यही भएर म चाँडै उठ्न पनि पढ्न सक्ने हुनसक्छ। त्यही भएर सुतिहाल्छु। अब आजको दिन यत्तिकै भइहाल्यो। भोलि हेरौँ के हुन्छ। च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नु होला अनि लाइक कमेन्ट सेयर गर्न नबिर्सनु होला। बाई बाई, गुड नाइट सबैजनालाई। राम्रोसँग सुत्नु होला।